Hey guys, welcome back to my YouTube channel. तपाईहरुलाई विनय थारू YouTube च्यानलमा स्वागत छ। आज म फाइनली 800D Canon को लिएर तपाईहरुमा आइसकेको छु। आज म Canon को 800D ओनरशिप रिभ्यु लिएर आइसकेको छु। आज म 800D कस्तो छ यसको बारेमा सम्पूर्ण जानकारी फोटो भिडियोमा कस्तो छ, यो किन्दा ठीक हुन्छ कि हुँदैन, यो सुरुमा नयाँ फोटोग्राफरको लागि ठीक हुन्छ कि हुँदैन, प्रोफेसनलको लागि ठीक हुन्छ कि हुँदैन, यसको बारेमा सम्पूर्ण जानकारी दिन चाहन्छु। सर्वप्रथम मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानल सब्स्क्राइब गरी साइडमा भएको बेल आइकनलाई प्रेस गरिदिनु र 800D को म सम्पूर्ण जानकारी दिन्छु। नेपालमा कति पर्छ, यसको प्राइस कसरी छ भन्ने पनि जानकारी दिन जाँदैछु। सो किप वाचिङ माई भिडियो। सो फर्स्ट अफ अल म 800D को फुल्लै रिभ्यु दिन चाहन्छु। सो किप वाचिङ माई भिडियो। सो यसको रिभ्यु त हेरिसक्नु होला। 800D को चाहिँ युज क्यामेरा हो। यो चाहिँ म फाइनली आफै युज गरिरहेको छु। यसको चाहिँ भ्लगिङको लागि पनि यसको स्क्रिन चाहिँ फ्लिप स्क्रिन हो, फोल्ड गर्न मिल्छ। यो तपाईले यसरी गरेर फोल्ड गरेर भ्लगिङ गर्नको लागि यसरी भ्लगिङ गर्नलाई सजिलो हुन्छ। पुरै भ्लगिङ गर्नलाई सजिलो हुने भयो आफूलाई र आफै सेल्फी हान्नलाई नि मिल्छ। यसरी गरेर सेल्फी हान्न नि मिल्यो। यो क्यामेराले हेर्न सक्नुहुन्छ, फ्लिप डिस्प्लेवाला क्यामेरा हो। यस फोटोग्राफी एकदम राम्रो छ। नेपालमा यसको प्राइस 98,490 रुपैयाँको प्राइस छ, नेपाली प्राइस अहिले हाल। र यो क्यामेरा चाहिँ अहिले बन्द भइसकेको छ, अनि यो क्यामेरा चाहिँ आउँदैन आजभोलि। यसकोमा चाहिँ न्यू भर्जन, अपडेटेड भर्जन 800, यो 800D हो भने अहिले आउने चाहिँ 850D न्यू भर्जनको क्यामेरा हो। र यसमा अहिले हामीसँग चाहिँ 18-55 mm को लेन्स छ। र मोटामोटी भन्दा तपाईँलाई देखाउन चाहन्छु म। यसमा अफ बटन, अन बटन यहीँबाट अफ अन गर्न सकिन्छ। र यो यसको लेन्स हामी चाहिँ यसको लेन्स कसरी फुकाउने, यो यहाँ बटन छ, बटन थिचेर लेन्सहरू यो नर्मली रूपमा हामी चाहिँ यसको लेन्स यही हो। अब यो यसको फोटोग्राफी चाहिँ कस्तो छ भनेर तपाईँलाई म यसको फोटोग्राफी पनि देखाउँछु। तपाईँले मौसम अनुसार यसको फोटोग्राफी राम्रो छ। बजेट क्यामेरा हो यो पनि। सानो बिगिनरहरूको लागि, भर्खरहरूको लागि चाहिँ एकदम बेस्ट अफ द बेस्ट क्यामेरा हो 800D। तपाईँले 800D फर्स्ट अफ अल म फोटोग्राफी गर्छु, मलाई फोटोग्राफीमा एकदम इन्ट्रेस्टेड छ भनेपछि एकैचोटि 2 लाख 3 लाख 4 लाख क्यामेरा हालेर तपाईँले फोटोग्राफी गर्न गाह्रो हुन्छ सानो युट्युबर अथवा बिगिनर्सहरूलाई। त्यही भएर फर्स्टमा युज गर्दा 800D क्यामेरा लिँदा एकदम बेस्ट हुन्छ। र यसबाट चाहिँ फ्लिप डिस्प्ले भएको हुनाले तपाईहरुलाई क्यामेरा भ्लगिङ गर्न सजिलो हुन्छ। सिंगल भएर नि कोही मान्छेलाई मलाई खिच्दिनु एउटा क्यामेराम्यान चाहिन्छ, प्रोफेसनल क्यामेरा चाहिन्छ भन्ने हुँदैन। त्यही भएर चाहिँ एउटा त्यो पनि सुविधा छ यसमा। एउटा यो स्ट्रिममा राख्यो अनि टक्क डिस्प्ले फ्लिप गरेर आफू के बोलिरहेको छ, आफू बोलेको हरेक कुरा देखाउन सक्छ, अरूलाई बोल्न सक्छ। त्यही भएर सबभन्दा सजिलो हुन्छ। अनि यो चाहिँ एकदम बजेट क्यामेरा र यसबाट चाहिँ फोटो भिडियो कस्तो आउँछ भन्ने म सबै तपाईले जानकारी नै गराउने छु। सो किप वाचिङ यो भिडियो। बाइ बाइ। टक्क यसरी 800Dबाट भ्लगिङ गर्न पनि मिल्यो गाइज। हेर्न सक्नुहुन्छ भ्लगिङ सेटअप। गाइज यस्तो खतरा सेटअप देखिन्छ।
चाहिँ 800D बाट बनाएको भिडियो मोड हो। इन्भाइरोमेन्टको फोटो भिडियो बनाइरहेको छु म, हेर्न सक्नुहुन्छ पुरै इन्भाइरोमेन्टको। यसरी चाहिँ यही क्यामेराबाट नि भिडियो बनाउन मिल्छ, हेर्न सक्नुहुन्छ पुरै भिडियो यही क्यामेराबाट नि भिडियो बनाउँछ। हे गाइज, फाइनल्ली मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। यहीबाट नि टक्क हेरेर बोलेर टक्कै यसरी गरेर बोल्न मिल्छ राइट। वेल यो 800D एकदम बेस्ट छ गाइज, भ्लगिङ लागि यस्तै है गाइज गर्न मिल्छ।